हेलो एभ्रिवान, गुड मर्निङ, नमस्ते, वेलकम माई युट्युब च्यानल। अनि मेरो नयाँ ब्लगमा हजुरहरूलाई स्वागत छ। अहिले चाहिँ मैले ब्लगहरू बनाएको थिइनँ, फर्स्ट टाइम हो। फर्स्ट ब्लग नै भनौँ न, ब्लगहरू बनाउन मन चाहिँ पहिल्यैदेखि लाग्थ्यो, त्यही पनि बनाउनु त्यस्तो पाएको थिइनँ। अनि हजुरहरूले माया गरिदिनु, लाइक गरिदिनु, सेयर गरिदिनु, सब्सक्राइब गरिदिनु। अनि म चाहिँ मनिषा तामाङ। अनि आज चाहिँ हामी यहाँ गाउँमा दाइको बिहे छ। म यता गाउँ आएको थिएँ, अस्ति नै आएको गाउँ आउन त। यता गाउँमा दाइको बिहे भएर गाउँमा काम सघाउनुपर्छ। अनि त्यही भएर हामी जान लागेको। अनि बाटोमा बसिरहेछौँ भाइ, नानी र म। भाउजूलाई पर्खेर, खै त्यो तैँले अघि ल्याएको सामान खै, मैले देख्थेँ नि तँलाई, खै ए त्यहीँ छ। ए कहाँ गएको, कहाँ गएको? खाजा खानु गएको बिहेमा। खाजा खानु गएको? के खाजा? आलु रोटी। आलु रोटी खाजा खान गएको? माइजूलाई बोल्न न छिटो। माइजूलाई? ऊ कहिले माइजूलाई? छिटो आउनु भन्न। अनि कहिले? मैलीलाई? मैले म बोलाइस् तैँले? बोलाएको तपाईँ नआउनुहुन्छ। लुगा लाउनु भएको थियो, ठिक पार्नु भएको थियो? मैले भर्खर नआउँदै हुनुहुन्थ्यो। त्यो त नहुने त त्यो होला, दिदी होला। बाथरुममा नआइरहनु भएको छ हौ। बाथरुममा टोइलेट हुन्छ। ब्लग बनाउँदा के भन्नुपर्छ अरे? स्टार्ट गर्दा के भन्नुपर्छ अरे? 1 2 3 स्टार्ट गो। अनि के भन्ने? हेलो एभ्रिवान। अनि साथीहरू। अनि भन्न भन् त, के भन्नुपर्छ अरे? अघि भन्दै थिइस् नि, लाइक गरिदिनु अरे। सब्सक्राइब के अरे? सब्सक्राइब गरिदिनु। सब्सक्राइब भन् त। सब्सक्राइब गरिदिनु होला। सब्सक्राइब गरिदिनु होला। भाइ पनि भ्लग बनाउँछौ? भ्लग बनाउने? दाँत त छैन यस्तो, के भ्लग बनाउँछ? के गर्दा भाँच्यो भाइ दाँत तेरो? के गर्दा दाँत भाँच्यो? निकाल्दा दाँत भाँच्यो? कसरी दाँत भाँचेको हो? यसो भाँची गयो। त्यसो गर्दा चाहिँ भाँचेन होला है। ढाटुवा भाइ। अनि कहिलेदेखि स्कुल जाने अरे? आइतबार। सोमबारदेखि आइतबारदेखि जानुपर्छ त। आइतबारदेखि स्कुल लाग्छ त नि। आइतबार बिहे हो। अनि बिहेमा जाने, स्कुल नगई? घर जान ल। यता चाहिँ 12-1 बजीसम्म चाहिँ पानी आउँदैन, यस्तै भइरहन्छ। अनि 12-1 बजेपछि चाहिँ पानी आउन थाल्छ। यस्तो कालो भएर चाहिँ के आकाशमा पनि पुरै बादल चाहिँ बादल छ। पानी परेर दिक्क लागिसक्यो। दिनै पानी पर्छ, दिनै लाइन आउँदैन, त्यस्तै दिक्क बनाइसक्यो। पानी झरीले बिजोग भइसक्यो, बिजोग। क्याम्सरको के भन्छ होला, रोटी बनाउने स्पेसल मान्छेहरू, रोटीहरू। केमा हालिदेऊ यहीँ? एकछिन राख्नु नि, अनि सबै तेल आउँछ। त्यो सबै ननिक्लेर चाहिँ स्पेसल पुरी पाक्दैछ होइन दिदी? पुरी पकाउन हाम्रो दिदी माहिर। पुरी पकाउने, पुरी के भन्छ यसलाई, बनाउने चल्ली। हाम्रो माता चाहिँ उभिने काम, हेर्ने मात्रै। हेर्नमा भोलि आएर उभिदेला नि बोजू। मेरो बेमा आएर यसरी उभिदेला नि। खतरा सब्जी पाक्दैछ। के को सब्जी दाजु? दाजु पसिनै छोरी भइसक्नु भयो। एउटा सब्जी, उता पुरी,
पाक्कै छ मन के त्यसो होइन छोड्नु म यहाँ बोल्छु यहाँ बेहुला बेहुली बस्ने ठाउँ टक्क हाम्रो दाजुहरूले बनाउँदै हुन्छ मण्डप हाम्रो यहाँको सयात्री चाहिँ माल्दै यहाँको मेन चाहिँ यता हाम्रो दाजु अध्यक्ष ल ल ठिक छ दामी दामी बनाउनु भयो तपाईँलाई एक लाइक हो ल ठिक छ अब यहाँ बिहान ल्याएर टालिदिइहालौँ त सबै पकाउने होला नि यहाँ भैजा चाहिँ पकाउने हो दिदी माथि त मैले 2टा लगेको दिदी अरू चाहिँ मलाई थाहा भएन 2टा लगेको त्यो माथि गएर हेर्नु न एकचोटि अनुसन्धान गर्नु त दिदी भोलि नि यहाँ नखानेहरूलाई हो कि त्यो पुलाउ नखानेलाई हो कति उयो गरेर अन्दाज गरेर पकाउनु गुड मर्निङ साथी आज चाहिँ नेक्स्ट डे अनि आज बेको दिन हो अनि जाँदैछौँ नानी र म चरा कहाँ आएको बेहुला भएर गएको बेमा गएको बेहुला भएर गएको अनि अहिले आइसक्नु भयो हजुर बेमा गएको तपाईँ नजानु नि नजानु नि जामुना जानुभएको अनि साडी लाउन नुहाएर झोलामा बोकेर जाँदैछौँ पर गएर अनि मम्मीले आईलाई माग्ने मम्मी चाहिँ अघि गइसक्नु भयो अनि मलाई चाहिँ आउँदैन लाउन अनि हजुर लाउनै आउँदैन हो यी बोकेर हिँडेको आउनु न कति बेला जानु हुने बाजु नजानु हुने आउनु न नि छिटो आउनु ढिलो भइसक्यो आज त घाँस नकाट जाने हुन्छ सबैले जिस्काइसक्यो यहाँ साडी नलाइ हिँडिरहेको छु म ब्लाउज मात्रै लगाएर अनि साडी त्यहाँ बोकेर गइरहेको छु अनि जिस्काउँदै हुन्छ कहाँ हिँडेको यति राम्रो भएर बेमा तिम्रो बे होला नि तिमी जस्तै बेहुला जस्तै भएर हिँडिरहेको छौ त नि होइन यता हेर छोरा म चाहिँ बेमा आइपुगेँ यहाँ अब मम्मी कहाँ हुनुहुन्छ खोज्नुपर्ने हुन्छ हाम्रो मम्मी कहाँ हुनुहुन्छ खाना थालिसक्यो नि हजुर हजुर आइहालेँ म बेला भइहालेको होइन म एकछिनमा आउँछु म मम्मीलाई खोज्छु के छ खान्छ हाम्रो मम्मी कहाँ हुनुहुन्छ मम्मीलाई खोज्दै आएको हेर्नु न मलाई कस्तो देखिरहेछ मेरो फाइनल लुक देखाइदिनु समाउनु पर्छ त्यस्तो बुझ्नु लगाइदिनु न खोइ भाउजूहरू साडी लगाइसकेँ देखिरहेछ मलाई भ्लग बनाएको साडी लगाइसकेँ मेरो फाइनल लुक हेर्नुलाई देखाइदिनु त भाउजू यस्तै समय राख्नु ल कस्तो देखाइ छोडो न यता चाहिँ के पाक्दैछ यो चिया पकाएको बे कस्तो हुँदैछ त एकदम राम्रो हुँदैछ बब्बाल दाजु दाजु बेहुला दाजु कस्तो हुँदैछ कस्तो भइरहेछ ठुलो बोल्नु न कसलाई खाना ल म खाना खाऊँ मैले के हो यो चटनी हो चटनी यो भनेको के हो पनिर हो पनिर यो सब्जी यता मासु पार्टी चिकन हो त्यो मटन हो त्यो पुलाउ कि माम हो पुलाउ हो
ब्रान्डेड त नि हामी ब्रान्डेड त नि एउटा मात्र त ब्रान्डेड त हुन्छ नि होइन भाउजू